हजुरलाई गाह्रो हुन्छ अनि होइन नभन्दा पनि। भन्नै पर्छ क्या दाइ। मैले फ्यामिलीमा रिलेटिभ्समा यो कुरा सेयर गरेर कसैले पनि बिलिभ गर्नु भएको छैन कि यसरी आई हेभ प्रुफ क्या। स्टिल अहिलेसम्म पनि मेसेज गर्छ क्या। 2 वर्ष त्यो ट्रमा सह्यो होइन। त्यसपछि अब मान्छेको लिमिट हुन्छ नि त। अनि मैले 12 क्लियर गर्ने बित्तिकै म छुट्टै नै बस्थेँ क्या। भाइलाई होस्टेल राखिदिएँ। भाइलाई घरमा कर गरेर भाइ बिग्रियो भनेर मैले जबरजस्ती भाइलाई होस्टेल राखिदिएँ। भाइलाई होस्टेल राखिदिएपछि मैले फोटोग्राफीको कोर्स जोइन गरेँ होइन। त्यसपछि म एक्लै जब गरेर म एक्लै बसेँ क्या। 2 वर्ष मलाई टाइम लाग्यो यो पढेर यताउता। 2 वर्षसम्म मलाई धेरै गाह्रो भएको थियो रेन्टमा बस्न त्यो बेलामा पनि। अनि त्यसपछि मैले 5-6 वर्ष मजाले काम गरेँ। घरबाट इक्विपमेन्ट दिँदा पनि उनीहरूसँग जो कन्ट्याक्ट कहिले काहीँ हुन्थ्यो होइन। बोलिन्थ्यो, फोनमा चाहिँ बोलिन्थ्यो। घर जान डर लाग्थ्यो कि चाडपर्वमा गयो भने पनि जान्थेँ, बिहान जान्थेँ, बेलुका आउँथेँ। बास बस्ने गरेर जान डर लाग्ने कि आफ्नो घर जानु। आफ्नो घरसँग डर लाग्थ्यो। तपाईँले चाहिँ आफ्टर 12 चाहिँ घर छोडेर बाहिर बस्न बाहिर थाल्नुभयो। बसेँ। ओके। जब गरेँ होइन। त्यसपछि 5-6 वर्ष जब गरेँ मजाले। घरबाट एक्लै मलाई हेर्न पनि परेन होइन। मैले घरमा हेर्दा पनि हेर्दैन थिएँ।